बिहान चट्ट उठ्यौँ, एक्सर्साइजहरू गर्न चट्ट हेर्ने पावर बढाउने एक्सर्साइज गऱ्यौँ। चट्ट ब्यागमा ब्याग हालेर टक्क एक्सर्साइज गऱ्यौँ। त्यहाँदेखि घाँस काट्न भनेर आमा छोरा खेततिर लाग्यो। घाँस काट्यौँ, चट्ट रुखमा चढेर टक्क घाँस काटेर चट्ट आँप देख्यो कि बोर्डमा, अनि आँप खाने भनेर चट्ट गयो। आँप चाहिँ कलिले हो, चट्ट आँप खाने भनेर एक झट्याएर हानेको, ल्याट्टै एउटा आँप झरिहाल्यो। चट्ट हेरेको आँप त यहाँ त मिठो खालको जस्तो लाग्यो। फेरि पाके जस्तो हुँदो रहेछ यो आँप कलिले देखि। अनि फेरि अर्को झार्छु भनेर एउटा लौरो बोकेर फेरि एक झड्का हान्यो। एक झड्का हान्दाखेरि फेरि एउटा आँप झऱ्यो क्या। एउटा आँप झऱ्यो, त्यसलाई टिपेर चट्ट खोर्सानीसँग खान्छु भने हिँड्यो। मम्मी यता पुरा भारी बनाउँदै थियो, म चट्ट आएर अनि भारी सारी हाल्यो मम्मीले। टक्क भारी बोक्ने भनेर टोपी लगाएर टक्क मम्मीले पछाडिबाट ढेकाल्नु हो, म चट्ट भारी बोकेर मम्मीलाई ढेकाल्नु गएँ। मम्मीलाई भारी भयो भन्नुभयो त, पानी परिरहेछ अनि पानीले भिजेपछि भारी त्यत्तिकै भारी भइहाल्छ। चट्ट यता आयौँ, म अगाडि कुद्यो। मम्मीको घाँटी दुखेछ भनेर मम्मीको भारी नै लिन आउनुपर्छ भनेर म अगाडि आयो। चक्क भारीमा हेरेको, यो चाहिँ काब्रा भन्छ क्या, चट्ट खानेको रहेछ। चट्ट खाइदिएको, अमिलो हुन्छ फेरि यो मिठो नि थियो। चट्ट खाइदियो, भारी बोक्दै खाँदै हिँड्यो। बाटो फेरि चिप्लो छ यस्तो छ क्या बाटो, पानी परिरह टक्क हिँड्यो। कुद्दै थियो म, मम्मी पछाडि आउँदै हुनुहुन्थ्यो। घाँटी दुख्छ भनेर मम्मीको भारी लिन आउनुपर्छ भनेर चट्ट म दौडिँदै गयो। दौडिँदै भने अलि ठिक्कले हल्का हिँड्दै गयो। चट्ट पुगेर भारी बिसाएर अनि टक्क भारी नै लास्टै भारी थियो पानीले भिजेर। अनि फेरि यताको बोजे पुरा छत्री ओढेर हिँड्नु भएको रहेछ। टक्क म अनि यता मम्मीले हिँड्यो भारी सरी। यता फेरि हाम्रो अर्को बोजेले पुरा छोरालाई स्कुल पुऱ्याउनु लागेको रहेछ पानी पऱ्यो भनेर। अनि चट्ट यता मम्मीले लिन जाँदा ठुलो मम्मीले नि घाँस लिएर आउनु भएको रहेछ। खासमा चाहिँ मम्मी पुरा उता बोक्न नसकेर पुरा पेल पर्दै आउनु भएको। खासमा चाहिँ घाँस काट्नु कारण चाहिँ आज अब भोलिदेखि 2-3 दिन घाँस काट्नु नपर्ने अरे भनेर आज आमा छोरा मिलेर चट्ट घाँस काट्नु गएर बिहानै पानी परिरहेको थियो, त्यही पनि पानीभित्रै घाँस काटेर चट्ट आयो। मम्मी सक्दैन भनेर म लिन आएको, घाँटी दुखेको छ भन्थ्यो कि मम्मीले। अनि चट्ट घाँस काट्ने लिन आयो। अनि मलाई मम्मीले ढेकाल्नु मैले बोक्यो, चट्ट बोकेर हिँड्यो। फेरि केटो चक्क लर्याङ हिँड्यो। आएर चट्ट बिसाएर 2 भारी घरमा आइपुग्यो।